नमस्कार साथीहरू, आज यो एउटा सानो क्लिप बनाइरहेको छु। सबैजनाले मन परे नपरेको कमेन्ट गर्नुहोला। आज फुल्की कार्यक्रम, हाम्रो घरको यो भिडियो फुल्कीको कार्यक्रम चलिरहेको छ। सामग्रीमा म एउटा भिडियो फेसबुकमा हाल्दैछु। सबैजनाले कमेन्ट चाहिँ जरुर गरिदिनु होला। हस्, नमस्कार। यहाँ सेकेन्ड देखाउँछ, 1 सेकेन्डको। कुकरमा के छ? मटर र आलु सिटी लाउन लाको। आज फुल्की बनाउने र फुल्की घरको अर्ग्यानिक फुल्की खानी, बाहिरको बजारको नखानी भनेर हाम्रो घरमा आज फुल्की पार्टी गर्ने भन्ने हाम्रो परिवार श्रीमतीजीले रेडी गर्दै हुनुहुन्छ। उहाँले चाहिँ खानेकुरा हामीलाई मिठो मिठो बनाएर खुवाउनुहुन्छ। त्यसैले आजको दिउँसोको नास्तामा फुल्की खुवाउँछु भनेर तयारी गर्दै हुनुहुन्छ। म तपाईहरुलाई यो फुल्कीको सानो झलक देखाउन गइरहेको छु। यो ओसिन्छ भनेर यसलाई चाहिँ एकछिन 1 घण्टा जति पछि तयारी गर्दा गर्दै टाइम लाग्छ। त्यसैले प्लास्टिकमा हालेर राख्दै छन्। यो सानो सानो बनाएर रेडिमेड बनाएर ल्याएको हो। एकदम गोलो गोलो भएर राम्रोसँग फुल्दो रहेछ यो फुल्की। फुल्की खाने मान्छेहरुको सकल यस्तो छ। यो खानालाई रेडी। यो तेरीमा चटनी कडा छ नियम। यहाँ प्लास्टिकमा हाल्न अर्को मान्छे जानुपर्छ। कति राम्रोसँग फुलिँदो रहेछ। ल, यो भोरी गराएपछि अर्को आइटम बनाउने है। ल, फुल्की बनेर रेडी भइसक्यो। अब यसमा यो बनेको चाहिँ फुल्कीको मसाला, अब त्यो रसमा चाहिँ घरकै खानेकुराहरू हालिएको छ। यसमा जिरा, धनिया, खुर्सानी, अनि त्यो अमिलो, त्यस्तो अमिलो गरेर त्यो बिरेनुन, यो पोका नभएको फुल्की। अब यसरी चाहिँ यो घरै फुल्की बनाएर खाँदैछन्। अब यो खाने मान्छेहरू मध्येको, अब यिनीहरू खाने मान्छेहरू हुन्। यी सबै फुल्की खाने मान्छेहरू। अब यसमा चाहिँ म पनि छु फुल्की खानेमा। अब भर्खर यो केटी पनि आइसकी फुल्की खानलाई। ल साथीहरू, तपाईहरुलाई पनि इन्जोय, यहाँ आइपुगेको बेला परेको भए गराउनुहुन्थ्यो। सबैलाई फुल्की पार्टीको शुभकामना छ। ल, कस्तो छ? यो नानीलाई पनि देऊ। यो नानीलाई हेर, यो नानीलाई। ल, फुल्की यो नानीलाई देऊ। ल ल ल, देऊ नानीलाई देऊ। त्यसले त दिन्न के, त्यो एकदम आफै मात्रै खानेवाला हो। मलाई पनि दी छैन। पहिला अब यो सबै भ्याएर अनि बल्ल अरू काम गर्ने हो। त्यो दुईटै झोलाको खानी हो। यो दुईटै झोलाको। बाफरे, आज पेट दुख्छ तिमीहरूको। त अलग खाना खानु बाबु।